हेर्नु पुरै अर्गानिक साग कुखुराको मासु पाडाको मासु हो ल हेर्नु उहाँ मेरो श्रीमानजी हुनुहुन्छ लाउरे मलाइको पैसा पनि ल्याउन त तर ठुलो पल्टेको यहाँ बाजे ढिँडो खाँदै हुनुहुन्छ अर्गानिक साग बाजेले कोदोको ढिँडो यस्तो पो जिन्दगी के अरे है ल हेर्नु उहाँ बाउ उहाँ चाहिँ छोरा ल हेर हाम्रो बाजे कति वर्ष पुग्नु भयो गर बाजे 99 वर्ष 98 वर्ष पुगेको मान्छे ल हेर्नु प्रेसर भएको मान्छेले नुन खाना हुन्थेन तर खाने गरे ल है यसरी कोदोको ढिँडो खाने अर्गानिक हेर्नु साग हो तर यहाँ बाहिर घाममा खाँदाखेरि है तर भित्र त टेबल छ यहाँ भिडियो गरेको बाजे भिडियो गरेको भोलि पर्सि याद हुन्छ नि त बाजे होइन र जिन्दगी भनेको के हो सुनिले जस्तै बाजेसँग गीत गाएको फोटो राखेर दिनदिनै हेर्न हुन्न र हामीले पनि होइन बाजे हेर्नु उहाँ चाहिँ बजाइ हुनुहुन्छ उहाँ बाजेको श्रीमती हो हेर्नु होला ल भिडियो बनाएको बजाइ ल हेर्नु यो चाहिँ हाम्रो गाडी बेङ बाइलेस बङ्गला गाडी यही हो हाम्रो गाडी चाहिँ यो हो बङ्गला चाहिँ हेऱ्यो भने तपाईँहरू छक्क पर्नुहुन्छ बङ्गला चाहिँ नदेखा हो उहाँ चाहिँ श्रीमान हुनुहुन्छ ल हेर्नु ल हामी फेरि गुरुङ मगर जात हो कन्जुस हुन यत्रै बोटकोमा खानेकुरा आएन ठुलै खानेकुरा हो 1 बोटको मासु 2 बोटको मासु 1 बोटको ल ल सेलाउँछु ल छ्यामा बाजेले त्यसरी डल्ला पारेर ढिँडो त कप्लो हो ल हेर्नु यस्तो यो ढिँडो खाने ल हेर्नु ल ल होइन भोक हामी त्यस्तो होइन उता ला होइन उहाँ भिडियो बनाएको पछि हामीले हेर्ने बजे अब जिन्दगीमा के थाहा र नि होइन र बाजे के फेरि यस्तो भेट भएर ढिँडो खाइला नखाइला होइन यो हाँसको मासु चाहिँ यही हाँसको मासु पनि हो हेर्नु पाडा मासु हाँस हाम्रो गाडी ल कुकुर त फुत्केन हाम्रो बजेले चाहिँ ऊ ढिँडो र भात कति थरी हो 17 थरी लिएर आउनुपर्छ कत्रो तरकारी हालेको त केही नै हुन साग बाजे तरकारी दिने खानु बजेले चाहिँ धेरै माया गर्नुहुन्छ बाजेलाई त्यही भएर तरकारी पनि दिनुहुन्छ ऊ बाजे र बजेको लभ परेर बिहारेको हामी चाहिँ होइन नि उहाँको पनि लभ पर्न लागेको थियो तर खेलमा भयो उहाँले चाहिँ ढाँटेर हो है हेर्नु बाजे बजेको चाहिँ पक्का लभ परेको हेर्नु हाम्रो बुढोले चाहिँ ढाँट्नु भयो मलाई के हेर्ने आइहाल्यो फिर्ता हुन मिलेन यस्तो चाल्छ नि हेर्नु यी बाजेले कसरी खानुहुन्छ मेरो म त खान्छु खानु त भयो मलाई सबै कुरो भयो बाजेलाई चाहिँ काम बसे खाने ल खाऊ हालेर आइज न होइन बाबालाई धेरै हुन्छ हेर्नु है हेर्दै जानु अहिले त्यो धेरै हुन्छ ल अहिले हेर्नु है बाबाले अहिले अहिले बाइक आयो भने खतरा त्यही भएर यता पाखा फर्क न यता पाखा फर्क
हजुरले खानुहुँदैन अचार भोक लाग्दैन तिमीलाई भोक लाग्यो भने त के फाइदा भयो त नि म चाहिँ बहु रानी बहु रानी जिउ पनि भात खानुहुन्छ